गाइस, वेलकम बैक टु माई चैनल शिवान्स मम ड्याड ब्लगमा फेरि पनि तपाईँलाई वेलकम छ। न्यू डे न्यू ब्लग लिएर आज फेरि एउटा नयाँ ब्लग लिएर आइराखेको छु। म चाहिँ मेरो चाहिँ बिहा सबै सकेर मेरो पाहुनाहरू पनि सबै गइसक्यो हो। यहाँनिर मेरो देउरानी मात्रै छ अब चाहिँ। अन्त आज चाहिँ म बिहानदेखिको ब्लग स्टार्ट गरिराखेको छु। हामी चाहिँ नि उता गुम्बा जानु आँटेको, डिपी साइड हाम्रो उता डिपी साइड भन्ने जग्गाको गुम्बा जान आँटेको। त्यहाँनिर चाहिँ लुवाङहरू छ हो, त्यही भएर अन्त म चाहिँ अब तयारी हुँदैछु। हेरिराखिदिनुहोस् मेरो ब्लग, माया गरिदिनुहोस्। अनि मेरो बिहाको ब्लग चाहिँ सबले हेरिदिनु भयो, माया गरिदिनु भयो। त्यसमा पनि धेरै धेरै धन्यवाद मेरो सब्सक्राइबरहरूलाई। प्लिज माया गरिदिनुहोस्। अहिले चाहिँ भएछ गाइस, हामी चाहिँ अघि आइपुगेको। अघि आएर पनि भरे खदा ल्याउने बिर्सेछ हामीले चाहिँ। माथि दोकानबाट खदा ल्याइकन आएको। यहाँनिर चाहिँ खदा गाइस टाढो रहेछ गुम्बादेखिको दोकान चाहिँ हो। ओह्रालो हिँडेर खुट्टा दुखिरहेको छ, त्यही माथि आएर आएको। साह्रो पारेको हेरिराखिदिनुहोस् दर्शनहरू गरेको। हेरेर माया गरिदिनुहोस् होला। मेरो बहिनी चाहिँ खतरा बोल्छ नि फेरि। हेरेर माया अनि सपोर्ट गरिदिनुहोस् होला गाइस तपाईँहरूले। गुम्बा चाहिँ अब हामी चाहिँ जाँदैछौँ। हामी सबैले पनि पुरा रहेछौँ। गुम्बादेखिको दोकान चाहिँ निकै टाढो रहेछ नि त। रिपोर्टर पनि आइरहेको रहेछ। वेटिङ रुममा बसिरहेको छु हामी चाहिँ। एकछिनहरू दर्शन चाहिँ त्यहाँनिर के उयो गर्नुहुँदैछ। चाहिँ वेटिङ रुममा बसिराखेको छु। हेलो हामी चाहिँ अब स्प्राइट खान आँटेको। यहाँनिर बसेर पनि यहाँहरू यता चाहिँ हामी स्प्राइट खान आँटेको। नानी बाबुहरूको ड्युटी चाहिँ यता छ। अब यो त उयो रहेछ नि त, मैले दिएको हो यो ड्युटी चाहिँ खासैमा भन्नु पर्दाखेरि चाहिँ है। सबैजना अब यहाँनिर चाहिँ खाइदिनु पर्छ। यहाँ आएर खाना तिम्रोमा के छ? रित्तै छ के छ? पनिर। यो पनिरवाली हो, यो दालवाली। हाम्रो ड्युटी दिने चाहिँ यहाँ चाहिँ